मैले त्यो विषयमा जानुभन्दा पहिला 9 महिना भयो उहाँहरू आउनुभएको। कस्तो परिस्थितिमा गुज्रेको छ भन्ने अलिकति तपाईँलाई 2 मिनटमा टाइम दिन्छु। परिस्थिति कस्तो थियो भने जुन बेला उहाँहरू आउनुभयो, नयाँ सरकार आउनुभयो, उद्योगहरूको लाइन काटिसकेको थियो, काटिएको अवस्था थियो, जसले पैसा तिरेको थिएन। यो डेडिकेटेड समस्या थियो। तपाईले ट्रङ्क पैसा तिरेर भन्नुभयो, उहाँहरू नतिर्ने भयो। अनि त्यसपछि हामीले चाहिँ उहाँहरूले धेरैले तिर्न पनि सुरु गर्नुभयो। त त्यही बिचमा चाहिँ यो लाइन जोड्नु पर्यो भन्ने कुराहरू आयो। के संसदमा तपाईँले सुन्नुभएको छ, प्रधानमन्त्रीदेखि लिएर मन्त्री सबैले बोल्नु भएको छ होइन। अब धेरै कुराहरू भयो, तर नियमपूर्वक प्राधिकरणले लाइन काट्ने भनेको नियमपूर्वक काट्छ र नियमपूर्वक भन्यो हामीले जोडिदियौँ होइन। भन्यो जोडिदियौँ, 3 महिनाको टाइम राख्यौँ, जोडिदियौँ। त्यसपछि 3 महिनामा पनि तिरेन, फेरि हामीले काट्यौँ होइन। फेरि चाहिँ क्याबिनेटबाट 24 घन्टाभित्र जोडौँ भन्यो, हामीले 2-3 दिनभित्र जोड्यौँ होइन होइन। अब फेरि चाहिँ 15 दिनभित्र चाहिँ तिरेन, हामीले जो काट्न लाग्यौँ, फेरि चाहिँ नियमन आयोगले नकाट भन्यो। यो चलिरह्यो। यो मात्रै होइन, यो बिचमा मलाई कति प्रेसर आएको होला भन्नु न। मलाई त कति अपमानित गरे, कति चाहिँ निरुत्साहित गरे भन्ने कुरा त मैले कुनै दिन भनौँला तपाईँलाई। अहिले आज मलाई धेरै टाइम छैन होइन, तर यति अपमानित, यति निरुत्साहित 9 महिना यसरी